सजिलो छ र साथीहरू यस्ता सानसाना नानीहरूले पनि ल साथी गाउँले जग्गा यस्तै हो मेरो त यही हो जग्गा नजिकको सम्बन्ध छ अब किन छ भन्दाखेरि मेरो जन्मस्थल यही नै हो मेरो गाउँ घर हाई एभ्रिवान नमस्ते दिस इज एमके एक्सपो जीवाइटी फ्रम दाङ फालुबाङ एन्ड अहिले म बगासतीमा छु आज म बगासती होमस्टेबाट तपाईँहरूलाई चाहिँ टो गर्दैछु आज विशेष गरी यहाँ किन आएको भन्नुहुन्छ भनेदेखि चाहिँ आफ्नै अलिकति गाउँमा पनि गरी खाने सानसानो जग्गाहरू छन् त्यो जग्गा चाहिँ मैले देखाउन भ्याउँदिनँ होला तर चाहिँ गाउँको सर्लक्क केही भ्यूहरू देखाउँछु भनेर चाहिँ यहाँनिर आएको हो सो गाउँको भ्यू प्लस अनि यो ठाउँहरू पनि हल्का चाहिँ भिजिट गर्नुहोस् भन्न चाहन्छु तपाईँहरूलाई यो चाहिँ होमस्टे हो तपाईँहरूलाई होमस्टेको भिडियो देखाउँदैछु म यसको यो चाहिँ होमस्टे हो साथीहरू है होमस्टे हो होमस्टे बनेको छ अझै राम्रो तरिकाले पूर्ण रूपले व्यवस्थित भएको छैन यो चाहिँ गाउँ हो अघि न चाहिँ कति मेरोमा चाहिँ थोप्रा हेर्नुहुन्छ कहिले कसो गाउँको पनि यसो थोप्रा हेर्नुहोस् भनेर चाहिँ भिडियो बनाएको साथीहरू यसो कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ यो गाउँ बगासती भन्ने गाउँ यही हो साथीहरू यहाँदेखि चाहिँ यस्तो भिजन देखिन्छ भ्यू देखिन्छ अब अहिले खासै देखिन्न अझै पनि अझै पारी पनि छन् घरहरू अब मेरो जग्गा चाहिँ म तपाईँलाई थोरै देखाउँला यो जुन छ नि यो बुट्टा छ नि यो बुट्टाको उतापट्टि चाहिँ मेरो छ जग्गा छ त्यहाँबाट चाहिँ म अब फर्किँदैछु साथीहरू फेरि बगासतीको होमस्टे कस्तो रहेछ भन्नुलाई फेरि बगासतीको होमस्टे नै हो है यो हेर्नुहोस् बगासती होमस्टे राप्ती गाउँपा 1 बगासती भनेर चाहिँ लेखेको छ सो मेरो अटो यो हो म चाहिँ अब यहाँदेखि जाने किन घाँसो त आएन तपाईँहरूलाई चाहिँ भिजिट गराइसकेँ साँच्चै कहिलेकाहीँ मेरो थोप्रा नहेर्नु होला कहिले कसो यसो बाटोमा हिँडेको भिडियो पनि हेरिदिनु लाग्यो साथीहरू मजा हुन्छ कि गाउँतिरको भिडियो पनि राम्रै हुन्छ यसो गाउँतिरको छुट्टै माहौल हुन्छ छुट्टै चिजहरू हुन्छ मान सम्मानको कुरो छुट्टै हुन्छ त्यो सबै देखाउन नपाए पनि यो फुलभरि देखाउन सक्छु हामी चाहिँ बगासतीको यात्रा गर्दैछौँ अहिले गाउँ आइपुग्नु लागिसकेको छ गाउँको यात्रा गरौँ हाम्रो बगासती राम्रो बगासती म जन्मेको बगासती भन्ने म जन्मेको बगासती गाउँ शङ्करीको घर बालकृष्णको घर ए
चाहिँ घाटो लाग्यो। यहाँ के रहेछ त्यो अब यहाँबाट सिधै माथि सानीको जाने बाटो साथीहरू। अहिले पाल्दैन, अहिले बहुत चोर चोर भर्खर लैदो के अलि पछि ट्र्याक्टर अब चाहिँ सानीको तर्फ लागि यो साथीहरू। यस्तै यहीँनिर छ। म आएको ₹500 तेल सक्दिहालिसकेर आज। कम्पनीले दिएको हो कि उपहार दिएको उपहार दिन्छ त। मैले मागेको दिएन। सानीको जाने बाटो साथी हो यो चाहिँ। सजिलो छ र साथीहरू यस्ता सानसाना नानीहरूले पनि मल बोकेर काम गरेर आएका छन्। ल यस्ता ज्ञानी छन् यस्ता बच्चाहरू पनि। गाउँघरमा त्यसै भन्छन् र मान्छेहरूले यार कहाँ सजिलो छ र साथीहरू। अब यही हो अब गाउँघरतिरको चाहिँ हो यस्ता नानी। अब ल बाई बाई गरिदेऊ ल। ल साथीहरू फाइनली म चाहिँ यहाँ बगासती स्कुलनिर आइपुगेँ। मेरो यो गाउँसँग यो स्कुलसँग हरेक ठाउँसँग चाहिँ मेरो धेरै नजिकको सम्बन्ध छ। अब किन छ भन्दाखेरि मेरो जन्मस्थल यही नै हो। मेरो गाउँ घर मेरो जन्म हुर्केको ठाउँ यही हो। पछि गएर चाहिँ अब यताउता भयो अब आफ्नो आफ्नो कामले आफ्नो आफ्नो पेसाले गर्दाखेरि टाढा टाढा भएको हो। तर यो गाउँसँग यो ठाउँसँग मेरो धेरै राम्रो सम्बन्ध छ र रहिरहनेछ। यसलाई कहिले उयो गर्नु हुँदैन। यो चाहिँ उतै मेरो ठुलिआमा घर हो। भाइ चाहिँ विदेश गएको छ। त्यो ठुलिआमा घर हो। यो चाहिँ स्कुल हो साथीहरू। आई थिङ्क
5-6 क्लाससम्म यहाँ छ भन्ने चाहिँ सुनेको छु मैले। यहाँबाट अब यो चाहिँ हाम्रो माउली क्लबको गाउँ हो। अनि यता हाम्रो ठुल दाइको कृष्ण दाइको घर हो। अनि म चाहिँ यहाँनिर छु साथीहरू। अब चाहिँ यहाँ जाँदैछु। हेरौँ कहाँ पुग्छु अहिले। ल साथी गाउँले जग्गा यस्तै हो। मेरो त यही हो जग्गा। गाउँतिरको घरहरू जग्गाहरू यस्तै छ साथीहरू। अब मैले लगाएको बिरुवाहरू विशेष त्यसलाई हेर्नु चाहिँ आएको म। के हुँदैछ मेरो कागतीको हालत बिचरा सानो हुँदैछ नि हो। हाय माय गॉड। आज यता चाहिँ सरसफाइ हुन्छ साथीहरू। सरसफाइ भएर आज यो कागती त्यो पनि कागती उता आँप छन् साथीहरू। उता पल्लिपर आँप छन्। केराहरू पनि राम्रो पस्ताएको छ। यो पुरै बाँझो भयो साथीहरू मेरो जग्गाहरू। यो जग्गालाई चाहिँ पुरै अब यसको ब्यान्ड बाजा बजाउनु पर्छ भन्ने चाहिँ मलाई लाग्छ साथीहरू। अब बिस्तारै यसको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ। पुरानै चिजहरूमा फर्कियो। पुरानै कामहरू गरियो साथीहरू। यस्तै छ। अब केराहरू पनि यो आँपको बुट्टा हो। यो चाहिँ भदौरे आँप हो है। भदौमा पाक्ने आँप हो विशेष। अब यो आँपहरू हो केराभित्र परेछ। केरालाई काट्नुपर्ने अवस्था देखिन्छ साथीहरू है। अनि यो चाहिँ हो यो पनि आँपै हो। व्हाट द फक। आँप त फुलिरहेको छ त। व्हाट द हेल यार। एकछिन त नफुल्नु पर्ने यार। एकछिन त फुल्नु भएन नि त यार आँप यार। के गरेको सोल्टी यार यस्तो यार। लिची चाहिँ कसैले टेकेर भाँचेको जस्तो छ। कसैको के हो यार। लिची पनि फुलिरहेको छ त यार। के हो यार यो यार। मलाई कमेडी गराइरहेको छ क्या लिचीले पनि यार।